Let's meet my homies. Hi everyone, welcome to V Vlogs and आज चाहिँ म तपाईहरुलाई मेरो होमिजहरुसँग भेटाउँछु है. So my homies are मेरो बच्चैदेखिको साथीहरु. अनि अहिले दशैंको बेलामा चाहिँ everyone is back home. त्यही भएर हामी आज भेट्न लागेको. हामी 6 जना छौं अनि त्यसमध्ये चाहिँ एकजना अस्ट्रेलिया छ अनि एकजना चाहिँ महेन्द्रनगरमै काम गर्छ. He is the one, this is जीवन. यसले जब लागेपछि हामीलाई पार्टी दिन्छु भनेथे तर यसले कहिल्यै दिएको थिएन. सो आज चाहिँ हामीले फुल अन यसको पैसा लुटाएछौं. 4 बजे भेट्ने प्लान भएको थियो तर कोही पनि टाइममा पुगेको थिएन है. तर एकछिन पछि चाहिँ प्रसंग र योगेश पनि आइपुग्यो. This is प्रसंग by the way and the other one is योगेश. योगेशलाई कोही पनि योगेश भन्दैन के हामी हाउडे भन्छ भने अहिले मलाई योगेश भन्दा कस्तो वियर्ड लागिराक्यो. अनि हामी त्यहाँ एकछिन बस्यौं गफ गर्यौं. यिनीहरुले 1 घण्टामा आधा घण्टा त मेरो बिल्ला नै गरे होला हैन. अनि त्यो एकजना साथी अस्ट्रेलिया भएको चाहिँ रेबिका हो. अनि एभ्री टाइम हामी भेट्ने भनेपछि उलाई डेन्जर फोमो हुन्छ के. अनि आज पनि भेट्ने भन्दाखेरि उसको रियाक्सन यस्तो थियो के ग्रुपमा which is kind of cute, like you can't deny that. त्यसपछि हामी पानीपुरी खाने भनेर त्यहाँबाट निस्क्यौं अनि we also had Simran waiting for us. खासमा she was the one who made us wait हैन किनभने 4 बजे भेट्ने प्लान थियो बट उ चाहिँ 5 बजे पुगेको थियो. अनि एकछिन ड्रामेटिक इन्ट्रोडक्सन गरेर हामी पानीपुरी खाना गयौं. अनि यो चाहिँ हामी फेमस महेन्द्रनगरको शिव चाट भण्डार खाना गएको. तर पहिला भन्दा मलाई अलिकति यहाँको टेस्ट चाहिँ अलि नराम्रो भयो जस्तो लाग्यो बट नेभर माइन्ड. अनि त्यहाँबाट फेरि हामी बादाम शेक खाने भनेर निस्क्यौं. अनि यो प्रसंगको यो क्यूट स्कुटी विथ क्यूट हेलमेट चाहिँ मैले चलाएँ. त्यसलाई कस्तो तोरी देखिरहेको थियो है तर मलाई त क्या स्वाइराग्यो. अनि यो बादाम शेक चाहिँ यस्तो मिठो हुन्छ. यो काठमाडौँतिर चाहिँ पाउँदैन खै किन हो तर यो चाहिँ मलाई एकदमै मनपर्छ. मलाई मात्र हैन सबैलाई नै मनपर्छ होला यो. त्यहाँ एकछिन बसेर गफ गरेपछि चाहिँ इट वाज टाइम टु गो होम. अनि लाइक अलवेज यिनीहरुसँग हुँदाखेरि चाहिँ टाइम गएको थाहा नै हुँदैन क्या. सो द्याट्स इट फर टुडे गाइज. अर्को भ्लगमा चाहिँ आइ एम गोइङ पूर्णागिरी. सो स्टे ट्युन फर द्याट एन्ड थ्यांक यू फर वाचिङ. बाइ बाइ.